कालो कि गोरु के ल्याएको थियो भन्नुहुन्थ्यो त ल्याइछस्? म त यो तल कालो थियो माथि गोरु थियो यही बेला बालाई चाहियो भने ल्याइदिएको दुनियाँभरिलाई खुवाउनु पर्यो हेर। पर्दैन यो पैसा ल बाबालाई पनि अलिकति फेरि कालो ल्याइदिने है फेरि। महाशिवरात्रि हरे 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 हरि ओम हरि ओम हरि ओम आउँदैन त डान्स हो कति चाहियो त पैसा? पैसा 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 भन्ने बित्तिकै आउँछ नि। आफूसँग नभरि 2 रुपियाँ चाहियो, 2 रुपियाँको के किन्ने यसको चक्लेट खाने अनि त्यसपछि यसको पानी खाने अनि त्यसपछि बेलुका घर आउने। टन्न भात खाने दिएको मैले त अझै पनि खान पर्ने। दुनियाँभरिलाई खुवाउनु पर्यो हेर। पर्दैन यो पैसा ल के भयो आज त शिवरात्रि ओसार शिवरात्रिमा चोरी चोरी खाएको यसपालि त बाउले पैसा दिन्छन् कि ए बाबु शिव तिम्रै नाममा गाजा सल्क्यो ठाउँ ठाउँमा हरियो। टोपी खस्यो भने थाहा छैन बाबुलाई त होइन खाएन के छोरी खाएन। के चाहियो छोरी तिमीलाई? पैसा अब पैसा कमाएर राखिदिएको थियो र? हिजो दिएँ त मैले त्यहाँ नयाँ बस्ती काम गर्नु गएर अब हेर छोरी पैसा भए त म गाजा टन्न खाएर यहाँ बस्दा हुँ त। म अघि पनि जान्छु त। अघि दादालाई दिने मलाई नदिने दादालाई दिएको पैसा तर दादाले लाग्नु भएन। यही लान्थ्यौ त? मेरो लागि अलग्गै पैसा छ मलाई अलग्गै चाहियो हिजो आमाले राख्दिए पैसा खै बा आमाले राखिदिएको पैसा त आमालाई छुट्टै हुन्छ त। कहाँ त्यो अनि म पछि बच्यो भने दिन्छु कि मलाई आमा राख्दिए पैसा दिनु न दादालाई त धेरै दिन हुन दादा लफङ्गो छ के। ल ल दादा लफङ्गो छ। त्यो गाँजा साजा खान्छ। अस्ति पनि मैले कति गाँजा खाने ठाउँमा भेटेको थिएँ। त्यही भएर मैले त्यसलाई यो पैसा दिएको त्यही पनि लिएर गएन। दादालाई नगोस् यसलाई मैले टन्न खान दिएको छु त। जे पनि छोरी त छोरी हो। छोरीलाई त धेरै कुरा चाहिन्छ होइन। ल 4,000 10,000 15 20 ल 25,000 यो सबै छोरीलाई होइन। बाबालाई पनि अलिकति फेरि कालो ल्याइदिने है फेरि। कालो ल्याइदिने पैसा बच्यो भने राम्रोसँग आमाले मलाई। भन्नु है आमाले मार्नु ल ल ठिक छ ल राम्रोसँग आउनु अनि त्यसपछि राम्रोसँग बनाऊ। त्यहाँ दादालाई- दुनियाँभरिलाई उ गर्ने होइन फेरि। दादालाई देखाउने कि पैसा दादालाई देखाएर दादाले मार। दादाले सबै पैसा खोसेर लैदिन्छ। दादाले देखाउने नि कति दिनमा भने चाहिँ यो 2 रुपियाँ राख यति दिनमा मलाई पनि भन्ने। तैँले त 2 रुपियाँ लगिनुहोस् त्यही 2 रुपियाँ मलाई दिनुभयो भन्ने है त। ल यो बाउ पनि रोबी त मोरिया बाउ पनि सालको शिवरात्रि झुल भयो सबै मात्रै गोरु मात्रै देखिन आफू मात्रै के नखाएको यस्तो बोर भयो नि मस्तै तनाव शिवरात्रि छे यस्तो पनि हुँदो रहेछ यस्तो बोर भएको छ अब सुत्छु मजाले वर्षको शिवरात्रिमा त बाउले पैसा नदिएर ल्याउनु भएको थियो यसपालि त म तिहार भने दसैँ तिहारको हेर शिवरात्रि को आयो फेरि? छोरी आयो के हो? अलिकति गोटी ल्याइदियोस् भनेको थिएँ। अब ल्यायो कि ल्याएन? ल ए मा बा बा छोरी के पारो यो? कहाँ हुनुहुन्छ हेर झन् त्यति माया गरेर दादाले पैसा नदिई छोरीलाई पैसा दिएको। हेर छोरीको हालत। कहाँ हुनुहुन्छ बा म यता अगाडि छु। अगाडि हेर त्यहाँ। बा आमा खै आमा पोहोर साल मरे थाहा छैन तँलाई? अहिलेसम्म हेर आमा मरेको पनि बिर्स्यो। गाँजाको तालमा थुक्क यस्ता जिन्दगी। बा अबदेखि पैसा पानी पानी दिनु न पर्दैन। पानी छैन खान मलाई केही चाहिँदैन। त यहाँ आफ्नो कोठामा गएर सुतिहाल्नु। केही अन्त दायाँमा केही हल नगर। लाउनु के बा तपाईँले हो यो ल बाबाले चुर खान्न भने थाहा छैन? कालो कि गोरु के ल्याएको थिएँ भन्नुहुन्थ्यो त चुरुट भनेको त मैले कालो भनेको। कालो खोइ म ल्याइछस्? त यो तल कालो थियो माथि गोरु थियो यही बेला बालाई चाहियो भने ल्याइदिएको ठिक्क तँलाई कालो गोरो ल्याएको थिएँ। त्यस्तै त छ त यो माथि यो होइन भने त्यो कालो गोटी जस्तो गोलो हुन्छ भने आँखा गिरी कालो गिरी जस्तो हुन्छ भने त्यो त्यही भित्र हालेको छ त बा त यही तँले खायोस् त्यो? आम्मामामा, हेक। बा तपाईँले कालो खाने भन्नु भएन कालो लाउनु यो कालो सकिसक्यो आमा खै आमा पोहोरै साल मऱ्यो। थुइ आमा